Hello, it's a momo day at अनुसाको घर. हामी बिहान रेडी भएर हिँड्यौँ अनुसाको घरमा. पुगेर टन्नै गफ गर्दै मोमो बनाउन लाग्यौँ. अनुसा र मैले चाहिँ अलिअलि हेल्प गरेँ अनुसालाई. धेरै जसो अनुसाले बनाइन्. त्यसपछि उनीहरू बजार गए, सामान लिएर आए अनि हामी त्यस पछाडि मोमो बनाउन लाग्यौँ. कति लगभग 40-50 वटा मोमो बनायौँ.